back to my channel and another video. Hope हजुर सबैजना एकदम आरामै हुनुहुन्छ, चिल हुनुहुन्छ भन्ने आशाको साथ आजको भिडियो चाहिँ स्टार्ट गरिरहेको छु। अनि कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट डाउन बिलो है। अनि आज चाहिँ लाइक एन्ड सब्सक्राइब। अनि आज चाहिँ मेरो छुट्टीको लास्ट डे सैटरडे, भोलिदेखि स्कुल लाग्छ अनि भोलिदेखि स्कुल जानुपर्ने हुन्छ। अनि अहिलेलाई चाहिँ म पछाडि दराजको लुगाहरू मिलाउँदैछु। अनि लुगाहरू मिलाउँदै चाहिँ भिडियो स्टार्ट गरौँ। आज दिनभरि म के गर्छु भनेर चाहिँ सोचिरहेको छु, भिडियो बनाउँछु भनेर सोचिरहेको छु। हेर्दै गर्नु होला अन्तिमसम्म मैले के गर्छु, कस्तो गर्छु। बाबु हेलो। अनि ल अब काम गर्दै भेटौँ है त। हेलो हेलो गाइस। हेलो गाइस। यति धेरै लुगा छ लाउने बेलामा लुगै हुँदैन। मेरोमा हजुरको पनि छ। साउन्ड सानो बनाऊ न। बस अब यो सबै लुगा मिलाउन टाइम लाग्छ। सो लुगा मिलाइसकेपछि मिलाइसकेको हजुरलाई देख के गरेको रे बाबा छोरा? हारिक सुकुन ल्याउ त सुकुन। बाबाले तिमीलाई कुन चप्पल दिनुहुन्छ रे भन त ल। गुड नाइट अनि बोनस पनि। सबैभन्दा धेरै चप्पल चाहिँ कुन हुन्छ? बोनस चप्पल। ए ल हाई गरिदेऊ न त यहाँ। बाबाले पनि हाई गरिदेऊ। अनि मैले चाहिँ यहाँनिर थोरै भोइस ओभर गरिरहेको छु। त्यो अगाडि हामीले लुगाहरू मिलाएर यताउता गरिसकेपछि चाहिँ हाम्रो एक्कासी एकछिन बाहिर जाउँ न त भनेर चाहिँ प्लान भएपछि चाहिँ हामी एकछिन बाहिर निस्केको थियौँ। अनि यो चाहिँ हाम्रो फुर्सल एरिया भयो। अनि यहाँबाट हामी जाँदैछौँ। हामी कहाँ गएको भने हाम्रो खासमा चाहिँ अर्कै ठाउँ जाने भन्ने थियो। अनि अब हेर्दै जाउँ हामी अब कतासम्म पुगिन्छ भनेर चाहिँ अगाडि बढिरहेका थियौँ। छुट्टीको दिन मात्रै पनि होइन, अफिस टाइममा पनि हाम्रो आफ्टर अफिस घरमा सबै कामहरू भइसकेपछि चाहिँ एकछिन भए पनि फ्यामिलीको लागि भनेर टाइम निकालेर चाहिँ एकछिन भए पनि आउटिङहरू जान्छौँ। बेलुकाको टाइममा चाहिँ जहिले पनि आफूलाई रिफ्रेस गर्नको लागि भए पनि एकछिन बाहिर जाने गर्छौँ है। अनि अब आजको छुट्टीको दिनमा त अब दिनभरि कामहरू गरेर एकछिन निस्केको थियौँ। अनि यहाँनिर चाहिँ एकछिन स्कुटर रोकेर यताउता हेर्ने क्रममा चाहिँ मेरो हस्बेन्डले चाहिँ भिडियो गरिदिँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ कस्तो राम्रो छ कि यो काठमाडौँ सहर भनेर भनिन्छ है। तर कस्तो राम्रो ठाउँहरू छ कि एक्सप्लोर गर्नको लागि चाहिँ।
अनि यसो होप हजुर इन्जोय गर्दै हुनुहुन्छ होला के खाएको तिम्रो जेली जेली त्यो जेली हो त हो लिची हो ए जेली हो कि लिची हो जेली जेली जम्मा अब हाँ अरे भाइ जम यो घाँटीमा केही अड्किरह हामी चाहिँ कहाँ गएर आइसक्यौँ मारिक घुमेर आएको हामी घुमेर पनि आइसक्यौँ अनि बिहानभरि चाहिँ हामीले लुगा मिलाएको थियौँ लुगा मिलाएको क्लिप पनि मैले राखेको छु हेर्नु होला आजको भ्लग चाहिँ हामी यहीँ एन्ड गर्छौँ भोलि अर्को भिडियोको साथ आउने बाचा गर्दै आजलाई बाई बाई डु नट फर्गेट लाइक एन्ड सब्सक्राइब लाइक कमेन्ट Share, सेयर एन्ड सब्सक्राइब भन्दै बाई बाई हाम्रो युट्युब फ्यामिली